हेलो फ्रेन्ड, आज म फेरि जाँदैछु आफ्नो माइत। आज जब्दी मेला हो नि त, वैशाख 8 गते, अनि त्यही भएर हामी जाँदैछौँ। आमा, छोरा अनि बुढा। यहाँ मेरो छोराले थर्काएको अरे, अनि बुढा चाहिँ मेरो झोला बोकेर हिँड्दैछ। स्कुटीतर्फ हामी लाग्दैछौँ। यहाँ चाहिँ मेरो छोरा मेरो ब्याग फालेर स्कुटीमाथि चढ्न खोजेको। बाफरे बा, कति चकचके छ हौ मेरो छोरा त। यहाँ चाहिँ स्कुटीमा तेल हाल्दैछ मेरो बुढाले, अनि 1-2वटा फोटो खिच्ने अनि हामी जाने। तेल हालिसकेपछि हामी जाँदैछौँ। अब यहाँबाट 20 मिनट लाग्छ मेरो माइत पुग्नलाई। हामी जाँदैछौँ। यो चाहिँ लोग्नी र ढोकापुलको नहर। हामी लबिपुर आइपुग्यौँ। यो चाहिँ भाटभटेनी। अब भाटभटेनीदेखि 5 मिनट लाग्छ पकली पुग्न, अनि त्यसपछि मेरो घर आउँछ। चोक पनि पुगिसक्यौँ। अब पारी हुने, अनि मेरो घर आयो। यो चाहिँ मेरो घर, माइती घर। आइपुगेँ म। यहाँ चाहिँ मेरो बहिनी चाहिँ लुगा धुँदैछ। अब म चाहिँ जान्छु देउतालाई ढोग्न, अनि त्यसपछि चिसो खाने हो। यहाँ हामी चिसो खाँदैछौँ। यो चाहिँ मेरो माइली बहिनी, यो चाहिँ म, अनि यो चाहिँ मेरो कान्छी बहिनी। मेरो भाइ पनि छ एउटा, हामी 4 जना छौँ। यो चाहिँ मेरो छोरा चकचके। यहाँ चाहिँ मैले फोटो बनाउन दिएको थिएँ कि, अनि मेरो बहिनीले चाहिँ ला गिफ्ट अरे भने। एउटा फोटो त कस्तो राम्रो लाग्यो, एउटा फोटो त कस्तो सेटिस्फ्याक्सनै भएन हौ। मलाई त सेटिस्फाई नै भएन। कस्तो खाले बनाइदिनु भयो। मेरो एक्सप्रेसनले हेर्न सक्नुहुन्छ कि मलाई मन परेन फोटो। यहाँ चाहिँ म र मेरो बुढा नास्ता गर्दैछौँ। चिउरा, भुजा, मासु, पापड। यिनीहरू चाहिँ मेला जाँदैछ। मेरो छोरा सुतेको छ, अनि एकछिनमा चाहिँ हामी जान्छौँ। मेरो बाबु उठेपछि यिनीहरू जाँदैछ अहिले। यिनीहरूलाई अब मेलामा भेट्ने हो। जाँदैछ। यहाँ मेरो ड्याडी पनि आउनुभयो खेतबाट। मेरो छोरा पनि उठिसकेको थियो, अनि उसलाई छिटो रेडी पार्दै अनि हामी चाहिँ मेलातर्फ लाग्यौँ। आउँदैछ मेरो छोरा त्यहाँ पिसासँग, पिछाको काँधामा बसेर आउँदैछ हिरो। यहाँदेखि हिँडेर 5-10 मिनट लाग्छ मेला पुग्नलाई। मेरो घरबाट टाढै छ मेला, त 15 मिनट लाग्छ होला हिँडेर सायद। अर्को पनि भेना आउनुभयो। अब हामी सबैजना ग्रुपमा जाँदैछौँ। यो चाहिँ मोटी मेरो साथी हो, जिग्री। अनि ऊ पातली चाहिँ मेरो साथीको चाहिँ दिदी हो, अनि मेरो यो मोटीको चाहिँ दियार्नी। यो मोटीले चाहिँ इन्ट्रोडक्सन दिएको क्या मेलाको आउनु भनेर। यस्तो म त हाँसे के भनौँ नभनौँ भयो। धेरै दिनपछि हामी भेट्यौँ नि त, अनि रमाइलो गर्दै गएको हामी सबैजना मेला। यहाँ यिनीहरू पनि भेट्यो। अब यिनीहरू चाहिँ घर जाँदैछ, अब हामी मेला जाँदैछौँ। यो चाहिँ खेल्ने ठाउँ। यसपालि त मेला कस्तो सानो लागेको, पहिला त कत्रो ठुलो लाग्थ्यो। यसपालि त त्यसको आधी छ हौ।
यहाँ प्लटिङहरू बनेर त ठाउँ सानो भएर हो कि के भएर हो मेलै ठुलो भएन हौ कस्तो मजै आएन पहिला त यहाँदेखि मन्दिर पनि जान नसकिने हुन्थ्यो कस्तो मान्छे कति धेरै भिड हुन्थ्यो यहाँ अब त हामी मन्दिर पनि भ्याइदिन्छौँ यहाँबाट खाली न खाली रहेछ पहिलाको जस्तो त्यति भिड पनि रहेन रहेछ अब झन् अब अर्को पालि त झन् योभन्दा थोरै हुन्छ होला सायद मान्छेहरू कति भिड हुन्थ्यो कस्तो यसपालि त खै के हो मेलै ठुलो देखिनँ मैले अब यहाँ चाहिँ हामीहरू यो पोते सोते हेर्दैछौँ किन्ने अब मन पर्यो भने किन्ने मन परेन भने नकिन्ने टिकाहरू मेरो छोरालाई त मेरो टिका हेर्नै सक्दैन हो सबै फ्यालिदिन्छ दिएन भने रुन्छ यस्तै हो सानो बच्चाहरू त मेरो बुढाले चाहिँ भिडियो लिँदैछ अनि मैले यो छोराको लागि किनिदिएँ ब्याट र बल डिफ्रेन्ट भेराइटिज अफ खेलौनाहरू छ अब मेरो बच्चालाई त के खेलौना त छ सबै अरू अरू मान्छेहरू आएर मेरो बच्चाको खेलौनाहरू भाँचिदिएर नकिनिदिने म त धेरै यहाँ चाहिँ स्लाइडिङ गर्दैछ बच्चाहरू कस्तो रमाइलो मेरो छोरा ठुलो भएको भए मेरो छोरा पनि खेल्थ्यो होला यो अर्को वर्षदेखि खेल्छ केही छैन अनि यहाँ चाहिँ हामी लास्टमा आइसक्रिम खाँदैछौँ आइसक्रिम खाएर अब हामी सबैजना घरतर्फ लाग्ने बेलुका पनि भइसक्यो यो भेनाले त कति जिस्काउनुहुन्छ हौ छ्या वक्क लगाइदिन्छ जिस्काउँदै बेलुका पनि भइसक्यो अब हामी घर जान्छौँ आजको भिडियो यतिसम्म मात्रै थ्याङ्क यू फर वाचिङ बाई बाई सी यू इन नेक्स्ट भिडियो